तपाईँलाई म आज तालबराही मन्दिर घुमाउनेछु, आउनु होला। कस्तो छ तालबराही मन्दिर अनि तालबारीका वरिपरिका सिनहरू तपाईँलाई देखाउने नै छु। हेर्न सक्नुहुनेछ। यता साइडमा चाहिँ यो ताल हो हेर्नु, कति बडो ठाउँमा छ। उता साइड पोखरा बजार, यो साइड पोखरा बजार छ। अनि पोखरा बजारमा चाहिँ किनारामा धेरै ढुङ्गाहरू छन्। अनि ती ढुङ्गाहरू पनि छन् र साथीहरू चाहिँ फोटोसुट गर्दैछन् भने तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँ माछाहरू पनि धेरै उठिरहेको छ। तपाईँहरू माछालाई चारो हाल्न सक्नुहुन्छ यहाँ आएर। अनि माछालाई चारो पनि हाल्न सक्नुहुन्छ। उहाँहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ। उहाँलाई पनि चिनेको चिनेकाको मान्छे हो, उहाँलाई पनि चिनेको चिनेकाको मान्छे हो। अनि तपाईँहरूलाई चाहिँ आज म तालबराही मन्दिरको वरिपरि सबै घुमाइदिनेछु। कस्तो छ तालबराही मन्दिर? तपाईँहरूलाई आज म तालबराही मन्दिर पुरै घुमाइदिनेछु। घरमै बसेर तालबराही मन्दिरको दर्शन गर्नु सक्नुहुनेछ। जय गणेश, जय भगवान्, जय गणेश, जय गणेश। मन्दिरमा चाहिँ ठुलो भगवान्लाई सुनाउने, भगवान्लाई पुकार्ने यो घन्टी हो। तपाईँहरूले बुझाउन सक्नुहुनेछ। दर्शन गर्नु होला यसपछि। सब देखाउने छु तपाईँहरूलाई हेर्नु होला। लास्टमा साथीको टोपी चाहिँ हजुरतिर लास्टसम्म हेर्नु होला। पोखराको अहिलेको हालको अवस्था चाहिँ गणेश भगवान् हुनुहुन्छ। तालबराहीको बिचको मन्दिर दर्शन गर्न सक्नुहुनेछ। तपाईँहरूले पनि घरमा बसेर तपाईँहरूलाई देखाइरहेको छु। साथीहरू परिवारलाई साह्रो दिएर हुन्छ र यो साइडमा तालबराही मन्दिरको वरिपरि देखाउने छु। र यो साइडबाट हेर्दाखेरि तालबराही मन्दिर यो धरिकाल छ। यो चाहिँ पोखरा बजार। अनि म चाहिँ तालबराही मन्दिरको बिचमा तपाईँहरूलाई तालबराही मन्दिरको भिजिट गराउँदैछु, हेरिदिनु होला।